संसारकै उत्कृष्ट मध्येका कला संस्कृति पाइने देश हो नेपाल। नेपाल भन्नाले त्यसबेला उपत्यका खाल्डो भित्रलाई जनाउने देश हुन्। कालान्तरमा नेपालभित्र विशेषतः 3 राज्यमा विभाजित हुन पुगेका थिए। त्यसमध्ये खोप अर्थात् भक्तपुर एक थिए। भक्तपुरले आज पनि त्यस ताकाको नेवार सभ्यता परम्परालाई दुरुस्तै बनाई विश्वलाई आकर्षण गर्न सफल छन्। त्यसबेलाको यस राज्यमा मनाउने कुनै पनि सांस्कृतिक परम्परा रीतिरिवाजमा फरकपन भेटिएको पाइँदैनन्। दुरुस्तै जस्ताका त्यस्तै चल्दै आइरहेका छन्, ल्याइरहेका छन्। तसर्थ मल्लकालिक राज्य यद्यपि अस्तित्वमा रहेको जो सुकैलाई भान पार्दछ। आज खोडे त्रिवेणीमा मनाउँदै आइरहेको सहस्र जलधारा कलश यात्रालाई जोड्न गइरहेको छु। एउटा कलशमा सक्नु जति प्वालोहरू बनाई प्रत्येक छिद्र अर्थात् प्वालोमा करिब 1 बिट्टा जतिको लामो छ्वाली टुक्रा घुसारी दुम्सी झैँ देखिने गरी कलशैभरि छ्वालीहरू घुसारेका हुन्छन्। कलशमा झट्ट हेर्दा दुम्सी जनावरले आफ्ना काँडा फिजाए झैँ देखिन्छ यो कलश। यस कलशमा खोडे त्रिवेणीको पवित्र जल भर्ने गर्छन्। त्यसपछि दिनहुँ सिलमु टुलेगु गर्ने भक्तजनहरूले आफ्ना शिरमाथि विराजित गराई दिन पर्व अनुसारको धार्मिक स्थान ढोटी र नाङ्गो खुट्टाले परिक्रमा गर्ने चलन छ। यसरी यो यात्रा पैदल हिँड्दा सबैभन्दा अगाडि नेवा बाजा राजोपाध्यायज्यूले एक सानो माधव नारायणको मूर्ति दुवै हातले समाई पछाडि शिरमा कलश धारण गर्नेहरूको लस्कर लाग्ने गर्छन्। पाटनको मतया झैँ यस कलश यात्रामा पनि बाटामा परेका देवदेवी सबैलाई परिक्रमा गर्नुपर्ने उस्तै रहेको परम्परा छ। कलश नखसोस् र शिरमा सजिलै अड्याउनु लागि काठको लट्ठीको तयारी गरेका हुन्छन्। अर्को एउटा रमाइलो कुरो बौद्धहरूले भगवान शरण भन्ने गर्छन् भने यस माधव नारायण मेलामा माधव नारायण भनी जोसुकैलाई सम्बोधन गर्ने चलन पाइन्छ। सहस्र कलश यात्रा के होलान्? किन? सम्भाव्य सन्दर्भ जोड्न चाहन्छु। सायद एकताका यस खाल्डोमा अनावृष्टि अर्थात् पानी नपरी हाहाकार भए। यसको लागि नारायणलाई पूजा आजा आराधना आदि इत्यादि गर्दा श्री नारायण भगवानबाट जलवृष्टि वरदान पाए स्वरूप यो प्रथा प्रतीकको रूपमा वर्षेनी मनाउँदै आइरहेका छन् कि त्रिवेणीबाट यो यात्रा प्रारम्भ हुँदा मात्र कलशलाई काँधमा राखी खोपल्याकु भित्रको मूल चुक पुगी त्यहाँ तलेजु माजुको पूजा आजाको सबै प्रक्रिया पुरा गरे पश्चात सहस्र कलश जलधारालाई शिरमा धारण गरी विधिवत प्रारम्भ गरेका छन्। आजको यो यात्रा भक्तपुर देशको पश्चिम स्थित इताछे ख्वा नारायण पुगी समापन गर्ने चलन अनुसार बाजा पुरोहितले शिरधारित कलश उतारिदिएपछि यस दिनको सम्पूर्ण कलश यात्रा समापन भएको छ। यसै सम्बन्धित यो भिडियो रहेको छ। अन्तमा यस माधव नारायण मेलाको लाइभ प्रसारण गर्दै आइरहेको हाम्रो कला संस्कृतिलाई शुभया भन्दै ओझेल पर्दछु। सबै प्राणीमा श्री माधव नारायणको अनुकम्पा रहिरहोस्। जय श्री 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 माधव नारायण।
माधव नारायण माधव नारायण माधव नारायण माधव नारायण खोजेर आउँछु तपाईँको सुगर लाग्नु भयो